एउटा किसानले आफ्नो एउटै गोठमा, सामान्य एउटा किसानले एउटा सानो गोठमा एउटा कमाइ गरी खानको लागि एउटा घोडा, र त्यो घोडालाई मात्रै एउटा घोडालाई थोरै घाँस ल्याउँदा भइहाल्छ। त्यही घाँसमा एउटा सानो पाठो किनेर पाल्नु पर्यो भनेर पालेको एउटा बाख्रा पाठो पाल्दै जाँदा ठुलो भयो, बोकु भयो, खसी भयो। खसी बनाएर राखेको एउटा खसी र एउटा घोडा, दुईटा पालेको किसान, दुःख गरेर गरी खाँदै गरेको एउटा किसान एक दिन फ्याट्ट घोडा बिरामी भयो। घोडा बिरामी भइसकेपछि राति कतिखेरदेखि घोडा बिरामी भएको थियो। बिहान उठ्दाखेरि दाना पानी दिन आउँदाखेरि घोडा नउठेको देखिसकेपछि उसले भेटनरी डक्टरलाई बोलायो। भेटनरी डक्टरले घोडालाई चेक गर्यो। घोडालाई चेक गरिसकेपछि भेटनरी डक्टरले भन्यो कि सामान्यतया घोडाले धेरै रोगहरू पचाउन सक्छ, तर जब घोडा थला पर्छ लगभग घोडा बसिसकेपछि बाँच्दैन। उपचार गर्नुभन्दा बरु तपाईँ अर्को विचार पो गर्नुहुन्छ कि, यस्तो सल्लाह दियो। तर पनि धेरै भारी बोकेर चामल खुवाएको थियो त्यो घोडाले। किसान पनि सहजै स्वीकारेन। उपचार गरौँ, उपचार गर्दा लाग्छ कि भन्ने कुरा गरिसकेपछि भेटनरी डक्टरले उसँग भन्यो, ठिकै छ, अब मसँग 3वटा, यस्तो रोगमा 3वटा डोज औषधि चलाउनुपर्छ। 3 डोज औषधि चलाउँदाखेरि यदि घोडा ठिक भयो भने भइहाल्यो, भएन भनेदेखि यो ठुलो सङ्क्रमण हो, यो घोडालाई चाहिँ मार्नु पनि पर्छ। अन्त सङ्क्रमण नफैलियोस् भन्नको लागि तपाईँको घोडालाई मार्नुको अर्को कुनै विकल्प छैन। यस्तो भनिसकेपछि छेउमा भएको खसीले सुनिरहेको थियो। घोडा त लगभग बेहोस अवस्थामा लडिरहेको थियो। 1 डोज औषधि हानेर गए। खसीले पनि विचार गर्यो, आजको दिन विचार गरौँ तै उठ्छ कि। तर त्यो दिन विचार गर्यो, खसीले घोडा उठेन। अनि भोलिपल्ट फेरि भेटनरी डक्टर आयो, अर्को डोज औषधि दियो। घोडाको अवस्था जस्ताको जस्तै, त्यही कुरा दोहोऱ्यायो। भोलिको डोज हानिसक्दा पनि भएन भने पर्सि घोडालाई मार्नुको विकल्प छैन। अनि रात अबेरसम्म खसीले विचार गर्यो, 2 डोज औषधि लगाइसकेपछि त केही हुन्छ कि उठ्छ होला। खसी विचार गरेर बस्यो, उठेन। तत्पश्चात खसीले घोडालाई गएर भन्यो, हेर साथी, तर म हामी एउटै गोठमा बसेका छौँ, तँलाई 2 डोज औषधि लगाइसके, त हिजोभन्दा आज अझै तेरो स्थिति नाजुक बन्दै गइरहेको छ। त साहस गर, त उठ्ने कोसिस गर। किनभने तेस्रो डोज औषधि लगाउँदा पनि त उठिनस् भने चौथो दिन तँलाई मार्दैछन्। अनि मेरै आँखा अगाडि कसरी मैले हेरौँ मसँगै बसेको साथी मरेको भनेर बडो उसलाई मोटिभेसन गर्न खोज्यो उठ्नको लागि। र तेस्रो दिनको औषधि लगाइसकेपछि, तेस्रो दिन भयो, तेस्रो दिनको औषधि लगाइसकेपछि त त्यो खसीले आफू खाना छोडेर, घाँस दाना पानी केही खान छोडेर घोडालाई यस्तो मोटिभेसन गर्न थाल्यो, त उठ्नै पर्छ, त अहिले उठ, यस्तो किसिमले जति सक्छस् त्यति प्रयास गर भन्न थाल्यो। आँखाभरि आँसु पारेर उसले बिन्ती गर्न थाल्यो। त्यो देख्न नसकेपछि घोडाले पनि सोच्यो, है साथीले पनि यति गरिरहेछ, मालिकले पनि औषधि गरिरहेछ, म पनि कोसिस गर्छु भनेर बिस्तारै कामदै उठ्यो। साँझ परेको थियो, घोडा उठ्यो। अनि राति अब लाचार घोडा थियो, मालिकले डोरी फुकाइसकेको थियो मर्छ भनेर। उठेको घोडा बिस्तारै आँगनमा चलबल गर्न थाल्यो, उफ्रिन थाल्यो त्यही साथीको मोटिभेसनमा। र भोलिपल्ट बिहान भयो, हेरे आँगनभरि घोडाको पाइलाहरू देखेपछि ओहो घोडा उठेछ, गएर गोठमा हेरे घोडा उठेर मजाले बसिरहेछ। तब गाउँमा पुरा हल्ला भयो, मेरो घोडा उठ्यो, मेरो घोडा जाती भयो, अब फेरि म भोलिदेखि काम गर्न सक्छु, भारी बोकाउन सक्छु यसलाई, भोलि पर्सिदेखि। खुसियाली भयो र त्यो खुसियालीको बिचमा सबै छिमेकीहरू आए र अन्ततः
के भयो भन्नुहुन्छ भने जसको मोटिभेसनको कारणले त्यो घोडा उठेको थियो नि, त्यो खसी थियो नि, त्यही घोडा जाति भएको उपलक्ष्यमा त्यो खसी काटेर चाहिँ भोज गरियो, खुसियाली साटियो। र यो 11 गते हामीले ल्याएको लोकतन्त्र पनि एउटा राजा फालेर अरू सैकडौँ राजा बनाउनको लागि ल्याएको रहेछौँ। र आज हाम्रो अवस्था देख्दा सायद आजको दिन हामी त्यही खसी बराबरी त भयौँ न भने जस्तो मलाई अनुभव भयो। त्यसैले आज मैले यो सेयर गरेको छु। कस्तो लाग्छ तपाईँहरूले पनि हेरेर कमेन्ट गरिदिनु होला।